आज हामी वैदेश्वर महादेवको दर्शन गर्नको लागि एकदम राम्रै सोल्टिनी भेट भएको छ। ल हाम्रो भोले बाबा हुनुहुन्छ। भोले बाबासँग 6 वर्षपछि भेट भयो हैन त भोले बाबा? 6 वर्षपछि भेट भएको। हामी यति बेला वैदेश्वर महादेव दर्शन लासो फ्याफुला नमस्कार, मी शुभदेव तामाङ यहाँहरू सबैलाई स्वागतम गर्न चाहन्छु मेरो अर्को भ्लगमा। आजको भ्लग चाहिँ एकदम स्पेसल हुन गइरहेको छ। कन्टिन्यू रूपमा डेली हप्तामा 2-3टा भिडियोहरू हामीले अपलोड गरिरहेका छौँ। आज चाहिँ भने हामी एकदम सुपर डुपर प्लेसमा यात्रा गरिरहेको छौँ। साथमा मेरो दिदी हुनुहुन्छ र दिदीले आज मलाई एकदमै धार्मिक स्थलतिर चाहिँ लाने कोसिस गर्दै हुनुहुन्छ। मेरो ठुलो दिदी हुनुहुन्छ साथमा र ठुलो दिदीले आज मलाई धार्मिक स्थलमा टुर गर्नको लागि लाँदै हुनुहुन्छ र भगवान्को दर्शन गर्नको लागि कुन ठाउँमा हामी जाने ठुली जोर भनेका अनि त्यसपछि दर्शन गर्दै आउनुपर्छ। अनि हेर्नुपर्छ त्यहाँ सबैतिर। ल गाइज हामी अब त्यहाँ गइसकेपछि यहाँहरूलाई जस्तोको तस्तो भिडियोहरू प्रस्तुत गर्नेछौँ। हामी पनि त्यहाँ पहिलोचोटि जाँदैछौँ। कृपया सबैजनाले यो भिडियो हेरेर साथ दिनु होला। र हामी त्यहाँ पुगिसके पछाडि बिहानको लगभग हामी 6 बजीदेखि रेडी भएको, अहिले चाहिँ 8 बजिसकेको छ। हामी कोटेश्वरतर्फ जाँदैछौँ, चोकतर्फ। अनि त्यस पछाडि पानी एकदम खतरा पानी परिरहेछ। हजुर हामी पानीको झडी नबनिकन हिँडिरहेछौँ र यतापट्टि राम्री सोल्टिनले हामीलाई हेर्नु भएको थियो। उहाँले चाहिँ हत्ता नबत्ता मुख छोप्नु भयो होइन। हजुर मोडमा एकदम राम्रो सोल्टिनीहरू भेट्नु भएको थियो र मैले ठ्याक्कै क्यामेरा देखाउन सक्दै उहाँले मुख छोप्नु भयो। कता जानुभयो थाहा भएन। हामी चाहिँ यति बेला चोकमा आइसकेका छौँ। खतरा पानी परिरहेको छ गाइस। साथीहरू हामी चाहिँ यति बेला कुशेर चोकमा छौँ, किनभने हामी चाहिँ यहाँबाट बस चढ्नु लाग्यो र हामीसँग चाहिँ साधन छैन र भए पनि साधन सबै बिजी छ। अनि त्यही भएर हामी चाहिँ बस चढ्न लाग्यो यहाँबाट। हामी यति बेला गौशाला चोकमा आइपुग्यौँ। गौशाला चोकमा हामी यति बेला पब्लिक बसमा रोकिरहेछौँ गाइस। हामी यति बेला हामी स्तुपमा छौँ र स्तुपबाट हामी अर्को गाडीमा एउटा संस्थाको गाडी आएको छ। त्यहाँ ठुलो ग्रुप छ। त्यो ग्रुप झ्याप्पै ठुलो ग्रुप छ। त्यो ग्रुपसँग चाहिँ हामी के गर्छौँ भने ट्राभल गर्नेछौँ। ठुली कुदेको छ हाम्रो दिदी, खतरा कुदिरहेछ। पढ फोन आइरहेछ। त्यहीबाट साथीहरू हामी यति बेला यो बौद्धेश्वरमा पो रहेछ, हामीलाई थाहै थिएन मन्दिरको नाम होइन। हामी चाहिँ यहाँ चाहिँ भक्तजनहरू सबैजना यहाँ चाहिँ सब भक्तजन है। यो वैदेश्वरी मन्दिर जाने भक्तजनहरू टोखामा पर्ने हाम्रो स्पेसियली भोले बाबा हुनुहुन्छ त्यहाँनिर। अनि वैदेश्वर महादेव झरना जाने बाटो यता रहेछ क्या। ल हाम्रो भोले बाबा हुनुहुन्छ। भोले बाबासँग 6 वर्षपछि भेट भयो हैन त भोले बाबा? 6 वर्षपछि भेट भएको। हामी यति बेला वैदेश्वर महादेव दर्शन गर्न जाँदैछौँ। हाम्रो भोले बाबा धन्यवाद। यहाँ दिदीहरू हुन्छ अनि सबै भक्तजनहरू है साथीहरू, सबै भक्तजन। मैले उता कोटेश्वरदेखि भ्लग गरिरहेको छु। ल यो चाहिँ वैदेश्वर जाने बाटो र वैदेश्वर महादेवको भक्तजनहरू सबैजना। यो टोखा साइडमा है, टोखा साइडमा होइन त बुनु? ल हाई भनिदेऊ यता। ल हाम्रो बुनु के हो हजुरको नाम? यस हाम्रो बुनु पनि आउनु भएको छ। हामी सबैजना भक्तजनहरू। ल यहाँबाट चाहिँ काठमाडौँ सहर खतरा देख्छ है साथीहरू। ल हाम्रो
भोले बाबा र दिदी अगाडि अगाडि हिँड्दै हुनुहुन्छ। यहाँबाट चाहिँ टोखा यो चाहिँ गाई छैन, टोखा बजार है। यो टोखा बजार अनि हामी टोखा बजारको माथि वैदेश्वर महादेवको दर्शन गर्न जाँदैछौँ। आजको भ्लग चाहिँ धार्मिकलाई जोडेर भ्लग बनिरहेको छ। हाम्रो ग्रुपिङहरू आउँदै हुनुहुन्छ। बाटो एकदम अप्ठ्यारो छ, बिस्तारी हिँड्न बानी नभएकोहरूलाई त अप्ठ्यारो हुनसक्छ। आउनु चाहिँ बिस्तारै आउनु चाहिँ बाटो अप्ठ्यारो छ है। ल है, आजको भ्लगमा चाहिँ हाम्रो भोले बाबा पनि हुनुहुन्छ। हजुर, पुरा जङ्गल छ साथीहरू। माथि मन्दिरमा गएर सबैतिरको फुटेजहरू आउँछ नि। हजुर, जाँदैछौँ हामी। हजुर, यो चाहिँ टोखा बजार होइन त? हो, टोखा बजार। टोखाको वैदेश्वरी महादेवको दर्शन गर्न आज हामी जाँदैछौँ। एन्जल तामाङ हो। एन्जल कुन तामाङ हो तपाईँ? ए थिङ हो। ल ठिक छ। योन्जनको सोल्टिनी पढ्नु भएछ। ल यता फर्केर आयो भनिदिनु नि त। भनेपछि तपाईँ वैदेश्वर महादेवको दर्शन गर्न आउनु भएको छैन त? ल ठिक छ। आज हामी वैदेश्वर महादेवको दर्शन गर्नको लागि एकदम राम्रै सोल्टिनी भेट भएको छ। उहाँ लजेरहनु भएको छ अरे के। ल साथीहरू, यो चाहिँ वैदेश्वर महादेवको दर्शन र जाने बाटो यही हो। ल आजको भ्लग भनेको धार्मिक स्थललाई जोडिएर भ्लग बनिरहेको छ। जस्ताको तस्तै तपाईँहरू माझमा प्रस्तुत गरिरहेको छु। नमस्कार। नानी चिया खाएर जमेदातिर सर्लक्क तातो जेरी पुरी कता हो के यता हो? ए यो त म पहिला आएको हो नि। अनि यहाँ त म पहिला आएको नि। लगायतका विविध संरचनाहरू उहाँहरूको तेलले नै आज यो बुद्ध धामको यो पार्टीमा हामी बस्न पाएका छौँ। म विशेषतः तारकेश्वर नगरपालिका परिवार र उपप्रमुखज्यूलाई पनि संरक्षण समितिको तर्फबाट हृदयदेखि नै नमन पनि व्यक्त गर्न चाहन्छु। आज हामी तारकेश्वर नगरपालिकाको उपप्रमुख जो हाम्रो सामु रहिरहँदा हामीले छुटाउनु हुँदैन, हामीले भक्तिगान गाउन हामीले छोड्नु हुँदैन भन्ने हाम्रो संरक्षण समितिको मर्म। ल हामी यति बेला वैदेश्वरी महादेवको दर्शन गर्नको लागि लाइनमा छौँ होइन त भोले बाबा? ल सबलाई स्वागत छ। ल यो चाहिँ हाम्रो सबै लाइन है, हाम्रो परिवारको लाइन। यहाँ चाहिँ 3टा लाइन छ होइन। तर यो 3टा लाइन चाहिँ कस्तो भन्दाखेरि एउटै लाइन हो क्या, किनभने ठाउँ सानो
मान्छे धेरै क्या। जय हनुमान, जय हनुमान। खतरा झर्ना त तल्लो मुनि रहेछ नि। ल हेर्नुहोस् साथीहरू, वैदेश्वर महादेवको दर्शन गर्नको लागि यति धेरै भक्तजन। ल हेर्नुहोस् त हाम्रो यहाँ आसिङ पनि हुनुहुन्छ। So busy, yeah, it's so busy today. Yeah, it's too busy. There is no space to go to be free. Yay. There is no space. Hi Bunu. बिचरा हाम्रो बुनु बिहानदेखि 12 बजी लागिसक्यो, अहिलेसम्म खाजा खानु भएको छैन। सो सिट्स सो हङ्ग्री होइन। अनि अर्को हाम्रो हुनुहुन्छ यता, उहाँ चाहिँ एकदमै टायर्ड भइसक्यो होइन। ल गाइस, अनि यो अगाडि हेर्नुहोस् ल, यति धेरै गाह्रो छ। यो भक्तजनहरू हेर्नुहोस् त, त्यो घरदेखि उताको लाइनबाट पनि यहाँबाट आएर यता आएर त्यसपछि यता आएर यहाँदेखि अब योभन्दा माथि कति छ थाहै छैन, यति धेरै बिजी के। यो हो वैदेश्वर महादेव टोखा मन्दिर चाहिँ यो गुफाभित्र छ साथीहरू है। मन्दिर चाहिँ एकदम शक्तिशाली वैदेश्वरी महादेवको गुफा चाहिँ यो भित्र छ र यो भित्र गएर हामीले दर्शन गर्नुपर्ने हुन्छ र भक्तजनहरू धेरै छ, त्यसैले भिडियो खिच्ने चान्स पाउँछ पाउँदैन थाहा भएन। लगभग सकेको अवस्था, हाम्रो दर्शन चाहिँ सक्यो, तर अझै पनि यो लाइन, मैले अघि त्यो घरभन्दा पछाडिको लाइन भनेर भनेको थिएँ, त्योभन्दा बढी लाइन छ। एकदमै लाइन एकदमै धेरै छ, धेरै गाह्रो छ यहाँ दर्शन गर्नुलाई चाहिँ। खास गरी सोमबार चाहिँ धेरै भिड हुँदो रहेछ। ल साथीहरू, हामीले चाहिँ रिजर्भ माइक्रो ब्रस लिएर आएको थियो। माइक्रो ब्रस चाहिँ अब यति बेला कहाँ आइपुगेको छ भन्नुहुन्छ भने तपाईँहरूलाई हामी देखाउँछौँ। एउटा मन्दिरको दर्शन गरिसके पछाडि फेरि अर्को धार्मिक स्थल यानि कि मन्दिरलाई हामी दर्शन गर्नको लागि भक्तजनहरू फेरि आइसकेको छ। कहाँ भन्नुहुन्छ नि, यो चाहिँ कागेश्वरी धाम, कागेश्वरी प्रवेश। दाम के छ गाइस, कोलाई बमिट आयो भन्नु त? बमिट आयो है? तिमीले झन् बमिटै गऱ्यो है? ओ माइ गॉड, केही छैन। हामी यस्तो हाइटमा आछौँ दामी, यहाँबाट काठमाडौँ यस्तो दामी देख्छ होइन, र एकदम रमाइलो भइरहेछ। अबको यात्रा हामी कागेश्वरी महादेवको दर्शन गर्नेछौँ। कागेश्वरी मन्दिर हामी देखाउनेछौँ। उहाँहरू सबै भक्तजनहरू हुनुहुन्छ हाम्रो। ल हाम्रो यो यात्रा एकदम रमाइलो भइरहेछ। ल आउनुहोस्, हाम्रो मेन भोले बाबा चाहिँ उहाँ हुनुहुन्छ, हाम्रो भोले बाबा। ल हेलो आस्याङ। ल कागेश्वरी मन्दिर आइपुग्यौँ, कागेश्वरी मन्दिर आइपुग्यौँ। यहाँ धुप किन्ने कार्यक्रम भइरहेछ, धुप फलफुल।
कागेश्वरी मन्दिर भनेको यही हो साथीहरू। अनि यहाँ चाहिँ जुत्ता फुकाल्ने ठाउँ, जुत्ता चाहिँ बाहिर राख्नुपर्ने हुन्छ, जुत्ता लाएर जानु मिलेन। अनि मैले पनि अब जुत्ता यहीँनिर राख्ने हो र यसरी एकदम राम्रो सफा र वन जङ्गलको बिचमा कागेश्वरी महादेवले वासस्थान गर्नुभएको छ भन्ने कुरा छ। र माथि चाहिँ भोले बाबाको अथवा त्रिशूलको फोटो छ। त्रिशूल फोटो भन्नाले त्रिशूल राखिएको छ भनौँ न। ल अब हामी यो उकालो चढ्छौँ। यो त्रिशूलको फेद हुँदै उकालो जानुपर्ने रहेछ। यसो भन्दै हामी उकालो चढ्ने क्रममा छौँ। यहाँ भित्र हो रे गाइज है साथीहरू, कागेश्वरी महादेव चाहिँ यहाँ भित्र हुनुहुन्छ अरे। भित्र खिच्नु मिलेन भन्ने पनि कुरा छ र चाहिँ खिचौँ न। भित्र महादेवको चाहिँ सैसामा भगवान्को चाहिँ फोटो खिच्नुहुन्न भन्छ। हस् ल एकैछिन है त। ल एकदम
जय शम्भो कागेश्वरीको दर्शन पछाडि यहाँ चाहिँ मन्दिरमा चाहिँ खाजा पनि दिनु हुँदो रहेछ होइन ए प्रसाद पनि दिनु हुँदो रहेछ यहाँ तल सबलाई बाँड्दै हुनुहुन्छ सबलाई बाँड्दै हुनुहुन्छ तल ल हस् ल ए तल हेर्नु साथीहरू सबलाई प्रसाद पनि बाँड्दो रहेछ र यसरी हामी खाँदै हिँडिरहेछौँ अब सबै टोली हिँडिसकेपछि खाँदै हिँड्नु पऱ्यो नि त त्यही भएर त्यस्तो हो नि त खाँदै हिँड्नु पऱ्यो नि त टोलीहरू ल टोलीहरू बिस्तारै जाउँ अब यता अब मिस्टर योन्जललाई नि पर्ख्यौँ रे क्या यो अन्त फेरि हाम्रो फेरि यता थिङस्या हुनुहुन्छ एकदम राम्री फेरि होइन फेरि हाम्रो थिङस्या हजुर यो चाहिँ कागेश्वरी मन्दिरमा पाएको प्रसाद दर्शन गरिसके पछाडि पाएको प्रसाद हो खाँदैछौँ त्यहाँ बसेर खाने समय नभएको कारणले गर्दा खाँदै साथीहरू सबै हिँडिसक्नुभयो त्यही भएर खाँदै हिँड्दैछु साथीहरू एकदम रमाइलो भइरहेछ अनि यता रोटी छ भने यता खिर छ खिर यता चना छ फेरि टिकटक बनाउनु व्यस्त छ सबैजना साथीहरू हामीलाई रमाइलो भइरहेको छ जे होस् हामी फर्किनेवालामा छौँ क्रममा ल तपाईँहरू काठमाडौँलाई एकदम यहाँबाट हेर्न सकिन्छ हेर्नु साथीहरू ल कागेश्वर जाने बाटोको छेउबाट देखिने तल काठमाडौँको सहर धरहरा कहाँ छ भने म तपाईँहरूलाई देखाउँछु त धरहरा यो साइडमा छ धरहरा यो साइडमा धरहरा यो साइडमा छ साथीहरू ल हाम्रो लगभग आजको टुर चाहिँ एकदमै सकिसकेको छ यो चाहिँ हाम्रो भनौँ न भक्तजनहरू सबैजना हामी सबैजना भक्तजनहरू थियौँ र आजको लगभग टुर सकिसकेको छ र यो चाहिँ कागेश्वरी मन्दिरको दर्शन पछिको यो लगभग सक्यो भनौँ ल भन्नुहोस् तपाईँहरू हजुरहरूलाई कस्तो भयो आजको टुर है फेन्टास्टिक भयो नि त होइन ल फेन्टास्टिक यस यु आर राइट या जय कागेश्वरी आजको भिडियो सक्यो ल